साथीहरू के भएछ भने एकचोटि चाहिँ श्रीमान चाहिँ घाम तापेर बसेको रहेछ र उसले श्रीमतीलाई भनेछ बिहानको पखी मलाई कस्तो अन्डा खान मन लाग्यो बनाइदिएर ल्याऊ भनेछ। अनि श्रीमतीले पनि हस् हजुर भनेर चाहिँ अन्डा बोइल गरेर लगिदिन्छन्। अनि श्रीमानले खाएछन् अनि गाली गरेछन्। मैले चाहिँ कस्तो अम्लेट खान इच्छा थियो बोइल गरेर ल्याइदिस् है भनेर गाली गरेछन्। त्यस्तै फेरि अर्को दिन पनि त्यस्तै सेम घटनाक्रम भएछ। श्रीमानले मलाई कस्तो अम्लेट खान मन लाग्यो ल्याऊ बुढी भनेर भन्दाखेरि बुढीले हिजो त गाली खाइएको थियो आज चाहिँ अम्लेट बनाएर लगिदिन्छु भनेर अन्डा अम्लेट बनाएर लगिदिन्छन् है। अनि श्रीमानले फेरि यसपालि पनि खानु भएछ। अनि के भन्नुभएछ आफूलाई झन् कस्तो बोइल गरेको खान मन थियो आज यो यसले आज हेर उसी के अम्लेट बनाएर ल्याइछे भनेर गाली गर्छ होइन गर्नुभएको छ। फेरि केही समयपछि अर्को दिन चाहिँ फेरि श्रीमानले श्रीमतीलाई मलाई कस्तो अन्डा खान मन लाग्यो बुढी अन्डा बनाएर लिएन भनेछन्। बुढीले अब के गरिन् भने हिजो नि गाली खाइयो अस्ति नि गाली खाइयो आज त एउटा चाहिँ अम्लेट बनाउँछु अर्को चाहिँ बोइल गरेर दिन्छु भनेर दुईवटा ल्याइछन्। अनि श्रीमानले यसो हेरेछन् के अनि ल्याएर टक्क अगाडि राखिदिएपछि यसो हेरेछन् दुईटै अन्डालाई हेरेछन् अनि कराएछन् हेर यो कस्तिर चाहिँ एउटा पनि दिमाग छैन झन् बोइल गर्नुपर्नेलाई अम्लेट बनाइछे र अम्लेट बनाउनु पर्ने अन्डालाई यसले बोइल गरिछे भनेर गाली गरेछन् कि। अब यो चाहिँ अहिलेको सरकार र केही असन्तुष्ट पक्षबीचको चाहिँ प्रसङ्ग मिल्ला जस्तो लाग्यो मलाई। धन्यवाद।